पौडी खेल्यो चिप्स खायो चिप्स खायो अन्त ब्रेड खायो ब्रेड खायो अन्त अन्डा खायो भात खायो मासुको अन्त चिया खायो जुस खायो नाच्यो अनि त्यसपछि नाचेन कि हामी चाहिँ गाडीमा बसिरहेको थियो राति थियो त्यति बेला त्यति नै चिकनको माम पनि खाएको थियो ठुलो नाचेको थियो हामीहरू चाहिँ गाडीमा बस्ला म अन्डै नाचेर भने नाच्यो अन्त गुम्पा लजाउनु भयो अर्को सरले पढाएको त्यो मुखमा हाल्नु हुँदैन भाइ अन्त नि अन्त नहेरिकन सुत्यो अन्त खाना पनि खाएन खाएन पढा खायो पढाइ खायो अन्त सुत्यो अन्त सुतेको थिएन पढे खायो अनि त्यसै गाडीबाट आयो त्यही गुम्पामा सुत्यो अन्त बिहान होइन नि उता पढेको थियो कि हामी चाहिँ सुतेको थियौँ गाडीमै अनि दादाले उठाएर टिभीहरू म चाहिँ छिट्टै उठाएँ अनि म ऊ हेर्थेँ सुतेको भयो त्यही नै उठाउँदा उठ्यो अन्त गुम्पा पुग्यो चप्पल चाहिँ थियो चप्पल चाहिँ नि जङ्गलमै थियो रहेछ अन्त थियो हाम्रो गुम्पाको सिडी तल थियो रहेछ अनि अन्त अघि टिप्यो अन्त रुममा लजायो अन्त घाम ताप्न आएको अन्त ए अहिले अब सुत्छ तिम्रो फेरि के गरिबस्छ अब दिनभरि खेल्दै मैला अन्त तिमीलाई त नुहाइदिनु पर्छ होला है अब तातो पानी तातै खानु पुरा मैला भएछ नुहाउने मलाई नुहाउनु आउँछ तिमीलाई मलाई पनि त हुन्छ तर अलि भिजाउनु पर्छ टाउको पानी हाल्नु पर्छ साबुन यस्तो हुन्छ कसले सिकायो ठुलो दादाहरूले यता पनि हाल्नुपर्छ जुसले त्यस्तो गर्नुपर्छ अन्त खुट्टामा पनि यस्तो यहाँ पनि यस्तो चप्पल धुनुपर्छ अन्त पानी हाल्नुपर्छ डुबेर अर्को भाइले रुन्छ पो खै बदमास कहाँ गयो बदमास अर्को भाइ त नुहाउँदा पनि रुन्छ तिमीहरू गुड बोय छ नि ऊ आयो बदमास मोमो खानु आइज चल